दर्शकबिन नमस्कार है सबैजनालाई। आज हामी यो यसो रमाइलो ठाउँमा आएका छौँ। कति रमाइलो यो पहाडको ठाउँमा एकदम रमाइलो भइरहेको छ अनि न्याउली चरीहरू बासिरहेको कति आनन्दको ठाउँ रहेछ है यसमा। अनि यसै गरी मैले एकजना साथीलाई चाहिँ भेटेको छु यो बाटोमा हिँड्दै गर्दा है। उहाँ चाहिँ गीत गुनगुनाइरहनु भएको छ। म उहाँको गीत तपाईँहरूको बिचमा ल्याउने छु। कति मिठो गीत गाउनु भएको छ है। उहाँ एक ठाउँमा बसेर गाइरहनु भएको मैले सुनिरहेको छु। हेलो सर नमस्कार। हजुर नमस्कार है। हजुरको नाम के होला? कति मिठो गीत गाउनु हुँदो रहेछ तपाईँ त यार। नमस्कार, मेरो नाम चाहिँ टिकाराम विक। हजुर। अब त्यति साह्रो मिठो गीत गाउन त आउँदैन, अब यसो गुनगुनाउने तर राम्रो सुनिरहेको थियो तपाईँ गीत। हजुर, त्यसको लागि धन्यवाद। हजुर। कहिलेकाहीँ यसो गुनगुनाउन मन लाग्छ। हजुर। त्यही भएर यसो अब हजुरको नाम टिकाराम भन्नुभयो है? हजुर। अनि घर कहाँ पर्यो हजुरको? यहाँको स्थानीय हो कि कहाँको तपाईँ? हजुर, म चाहिँ अहिले यतै स्थानीयकै भनौँ। हजुर। अहिले हाल यतै छ। यतै बसेको चाहिँ हजुर। कहाँ जाँदै हुनुहुन्छ त अहिले तपाईँ? यो बाटो हिँडिरहनु भएको रहेछ, बसिरहनु भएको रहेछ? यता तलतिर यसो गाउँतिर जाउँ भनेको। हजुर। एकछिन यसो थकाइ मारेर एकछिन यसो मनको सन्तोषको लागि यसो गीत गुनगुनाएको। ए, गीत त एकदम मिठो गाउनु हुँदो रहेछ नि तपाईँले त। गीत त्यस्तो साह्रो मिठो त होइन सर, अब अलिअलि रहर लाग्छ गुनगुनाउनलाई। हजुर। अब गाउँको डाँडा पाखा भिर पहेरोमा। ए, ल मैले तपाईँको भिडियो बनाइरहेको छु होइन। हजुर। तपाईँको मिठो गीत सुनेर मैले चाहिँ भिडियो बनाएको छु। ल एउटा हाम्रो दर्शकहरूलाई एउटा मिठो गीत गाइदिनु नि त अनि। ए हुन्छ सर, म एउटा सानो प्रयास गर्छु है त। स्वर त्यति राम्रो छैन, तैपनि सबैले राम्रो मानेर सुनिदिनु होला। मैले बाम त्यागेर रोजेको मायाले मलाई धोका दिए। मैले बाम त्यागेर रोजेको मायाले मलाई धोका दिए। मन की त साह्रै राम्री थिए, रूपको त साह्रै राम्री थिए। मैले बाम त्यागेर रोजेको मायाले मलाई धोका दिए। बाले भन्थे यो तेरो प्रेम 2 दिनमै झर्ने फुल हो भनेर आमाले भन्थिन् ए छोरा, बैसाको ठुलो यो भुल हो भनेर सुनिन मैले कसैका कुरा। माया नै सब थोक होला भनेर मैले बाम त्यागेर रोजेको मायाले मलाई धोका दिए। धन्यवाद। दामी गीत गाउनु हुँदो रहेछ नि तपाईँले यार। थ्याङ्क यू सो मच। ओहो, लोकदोहोरी गाउनुहुन्छ नि हजुरले? लोकदोहोरी त्यति साह्रो गाउदिनँ गाउन त। अब हजुर। कहिलेकाहीँ यसो कसैले सुनाइहाल्यो भने सुन्ने गर्छु मैले। त्यति साह्रो लोकदोहोरी गुनगुनाउनु भन्दा नि प्रायः जस्तो मैले आधुनिक गीतहरू चाहिँ। आधुनिक गीतमा सबैभन्दा तपाईँलाई मनपर्ने गायक कुन हुन्छ? आधुनिक गायक? आधुनिक गायकमा मेरो सबैभन्दा मनपर्ने गायक हुनुहुन्छ हाम्रो प्रमोद खरेल सर। प्रमोद खरेल। उहाँको चाहिँ म एकदम ठुलै फ्यान हो। उहाँलाई भेट्ने इच्छा मेरो धेरै नै छ। हजुर, तर भेट्नु भएको छैन? भेट्न पाइएको छैन त्यस्तो। अब पर्याप्त समयहरू पनि छैन, प्लस अब कुनै प्रोग्रामहरूमा पनि गएको छैन। ए, अब प्रमोद सरलाई त्यसरी देख्न पाइएको छैन। उहाँलाई भेट्ने चाहिँ एकचोटि ठुलो इच्छा छ मेरो। ए, ल एकचोटि प्रमोद सरको एउटा गीत सुन्नु नि त हजुरको मुखबाट। हस् हुन्छ, त्यो पनि अब प्रमोद सरको नि एउटा ट्राई गरौँ।
हङ्गामा भो हङ्गामा भो हङ्गामा भो कसम हङ्गामा भो जादु चलायो तिमीले टुना चलायो तिमीले तिमीले पैसाको सुगन्ध कुना कुना चलायो तिमीले जादु चलायो तिमीले टुना चलायो तिमीले पैसाको सुगन्ध कुना कुना चलायो तिमीले मुर्दाले पनि एक फेर शिर उठायो रे जब फुलबुट्टे चोलीको तुना चलायो तिमीले जब फुलबुट्टे चोलीको तुना चलायो तिमीले जब फुलबुट्टे चोलीको तुना चलायो तिमीले जब फुलबुट्टे चोलीको तुना चलायो तिमीले। थ्याङ्क यू। आहा मिठो गाउनु हुँदो रहेछ हेर तपाईँलाई। ल तपाईँलाई धेरै धेरै धन्यवाद यार, यति मिठो गीत गाउनुभयो। ल हुन्छ त है। हस् सर।